हाम्रो शैलेश सरको यो टिकटक हेरेर बस्नुभएका सबै दर्शक महानुभावहरूलाई म टिकटक चलाउँदिनँ, म चाहिँ युट्युब गर्न चाहन्छु। युट्युबमा चाहिँ मलाई घोस्ट हन्टिङ गर्न मन लाग्छ। भूतको छ कि छैन त भूत भन्ने होइन, राति गएर खोज्नु, त्यो चाहिँ गर्न मलाई डर लाग्छ। अनि म चाँडै गर्छु होइन। अब हजुर चाहिँ मलाई एकदमै ट्यालेन्टेड, उहाँ एकदमै ट्यालेन्टेड हुनुहुन्छ होइन। अब त्यही भएर हजुरलाई त्यो गर्न म टिकटक चाहिँ चलाउँदिनँ, म युट्युबमा चाहिँ गर्न चाहन्छु। मलाई घोस्ट हन्टिङ चाहिँ गर्न मन लाग्छ हजुर। भन्नुहोस् न हजुर। पक्कै पनि यति बेला हाम्रो युट्युबर शैलेश ढुङ्गेनासँग भेट भएको छ। म नवराज खड्का सङ्गीत समर्पण भनेर चिन्नुहुन्छ सबैजनाले। विशेष गरी म सञ्चारको माध्यममा पनि म विगत 10 वर्षदेखि मैले पत्रकारिता जगतमा पनि हात हालेर यहाँसम्म आउने एउटा अवसर प्रदान गरेँ। विशेष गरी उहाँसँग भेट भएको छ। विशेष गरी उहाँसँग भेट हुँदै गर्दा यो भिडियो उहाँको युट्युब च्यानलबाट हेर्नुहुन्छ भने पक्कै पनि मेरा केही तिता मिठा सुगम सङ्गीतहरू छन्। विशेष गरी तपाईँहरूले चाहिँ कर्णाली चर्चा टिभी हानेर हेरिदिनु होला, सेयर अनि सब्सक्राइब गरिदिनु होला। अबका दिनहरूमा पुनः नयाँ भिडियोहरू पनि हाल्ने बाचा गर्दै म अहिलेको बसाइबाट हाम्रो सरबाट छुट्टिन्छु। नमस्कार। हस्, थ्याङ्क यू।